गुड मर्निङ सबै साथीहरूलाई है। र आजको यो छोटो ब्लग रहनेछ सायद, र जोसो रहनेछ। सबैलाई स्वागत छ। आज म अनि मेरो पार्टनर रहिम सर दुईजना हामी जाँदैछौँ है। आज चाहिँ कुनै ठुलो भोज होइन, तर विशेष अब मेरो स्कुल पढ्दाको सानोदेखिको साथी अल्का सुब्बाको चाहिँ आमाको देहान्त हुनुभएको थिएछ, जो मलाई हाल फिलहाल थाहा भयो है। उहाँ चाहिँ 12 तारिक नै बित्नु भएको थिएछ, तर अचानक बिचमा थाहा पाएर काम रहेछ आज, त्यो भएर काममा चाहिँ जाँदैछु। अन्त्येष्टि आजकै है। हुन त यो फ्युनरलको भ्लग चाहिँ म बनाउँदिनँ, र यो बनाउनुको कारण चाहिँ के हो भने, म जुन चाहिँ गाउँ जाँदैछु तामसाङ बुदामधुरा, र धेरै साल बाद आज जाँदैछु, र म खालि तपाईँहरूलाई यो बाटोको दृश्यहरू चाहिँ अवलोकन गराउने छु। बाटोमा पर्दा के कसो बाटो रहन्छ, गाउँमा बाटोको बिचमा कुन चाहिँ गाउँहरू रहन्छ, त्यो मात्र है। र हेर्दै गर्नुहोस् आजको ब्लग के कस्तो लाग्छ। लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला भनेर सर। बर्खा झरी हो, बर्खा झरी भएकोले हाम्रो कमानको बाटो यस्तै रहन्छ है। तैपनि धेरै साल अघिको बाटो भन्दा चाहिँ अहिले धेरै नै राम्रो छ। अहिले सिमेन्टेड अलिकति आएको छ, तर अफसोस 100 डेज अहिले बन्द भएको छ है। 100 डेजले यता पनि काम भएको छ, तर अहिले गाछहरू पुगिसकेपछि एकदम झारपातले। यो तल देखेको चाहिँ तपाईँको लम्बाधुरा यहाँ पारि चाहिँ अब यता हामी गएको थियो, यो तामसाङपछि सट्टै यता खासमल। हेर्नु न अब कुद्दैन अब मारुवी स्कुलबाट सट्टै आयो होइन यता। यो तपाईँको मारुवी स्कुल भयो, स्कुल सट्टै यता आएर चाहिँ लिङ्गे टक्कै लिङ्गेबाट सट्टै यता पारी हुँदै यही खोल्सा, ठिक यो खोल्सा यता चाहिँ तामसाङ पर्छ। यो देखेको खासमा हामी चाहिँ गएको यहाँबाट गुदामधुरा देख्दैनस् है। र यस्तो छ, कमानबाटै काम हुन्छ, फडाइ हुँदैछ नि अहिले। के हुन्छ यसलाई? तपाईँको लिङ्गे पऱ्यो नि त है। कहाँसम्म पऱ्यो लिङ्गे? यता माथि तपाईँको। तर गाँस त पुरा उयो भएको छ नि, होइन पुरेको रहेछ नि है। फर्स्ट लगाउनु भएको यता यहाँ काम चाहिँ अब चाहिँ कि अब सुरु, तर अब उयोले गर्दा होला, बर्खाले गर्दा होला है। खाना चाहिँ यहाँ रहेछ नि त, मेन चिज चाहिँ विचार। हाम्रोतिर कमानमा चाहिँ यसरी काम गरिन्छ है। अहिले फडाइको काम, घाँस उयो गर्ने काम, झारबाट झार्ने, घाँसको मुनि झारहरू फाल्ने काम रहेछ। तर कहिले सक्यो सर मेरो त? अब यो सकिन्छ त यता उम्रिँदैन अन्त फेरि यति गरिसकेछ है। हामी हिँडेको प्राय 15 मिनट भइसक्यो भने हामी अब एकदमै टुक्रुङ खोला, हाम्रो यहाँको एकदमै परिचित है, टुक्रुङ खोलाको नजिकै आइपुगेको छु। र हुनु चाहिँ 15 मिनट लाग्थेन। बिचमा हामीले माथि कतिजना लेबर दाजुहरूसँग एकछिन बात माऱ्यौँ, त्यसै कारण अलिक ढिलो चाहिँ भयो है। र प्राय 15 मिनटको छेउमा चाहिँ हामी टुक्रुङ खोला आइपुग्यौँ। र अब टुक्रुङ खोलाको यहाँको अवस्था के को छ त्यो पनि म देखाउन गइरहेको छु। दिन चाहिँ यस्तो भइरहेको छ है, पानी पर्न सुरु हुँदैछ, छिरिक पानी पर्न सुरु भइरहेको छ है। आकाश एकदम कालो। अब टुक्रुङ खोलाको ब्रिज यतापट्टि के भन्छ, मुर्दाहट्टी जलाउने बर्निङ घाट खोला चाहिँ यहाँ छ है। अब हेर्नुहोस् के कसो रहेछ, त्यहाँलाई पुगेर छोटा रमिलो मिल्छ है। यस्तो छ। अब हामी तामसाङ एन्ट्री गऱ्यौँ। खासमलको बाटो यस्तो छ। यो बाटोले पनि कहिले काँजुली फेर्छ होला है, कुनै दिन फेर्छ होला, आशामा छ यो बाटो। रहिम सर अहिले खासमलमा चाहिँ आइपुगे बल्ल। धेरै टाइम बाद हिँडेको, निकै थाक्दो रहेछ। अलमोस्ट 25 मिनट भयो है, कि हाफ एन आवर लाग्यो। हाफ एन आवर हुन लाग्यो। र आजको यो वकले चाहिँ हामीलाई हाम्रो स्ट्यामिना कति रहेछ है, के गर्नुपर्ने रहेछ, अझ कति लामो बाँच्ने यसो भनेर अब आज हामीलाई हुन्छ जानकारी हुन्छ है, आफ्नै उयोलाई हेल्थले है। खासमल के सुनसान है। पहिलाको भन्दा धेरै परिवर्तन चाहिँ केबाट चिन्छ भन्छ नि सर? घरको एउटै चिन्छ बनावट। किन पहिला अब खरको घर, भखारीको घर, त्यहाँदेखि काठको टिनको हुँदै अहिले
सिमेन्टको सँगै अगाडि यस्तो बारहरू पहिला बारहरू हुन्थेन बार हुनेको त्यही दत्तीवनले तितापातीले केले हुन्थ्यो हो चेन्जेस चाहिँ एउटा छिन्छ होइन दाजु कहाँ हुँदैछ बुदाम त हजुर उसको बाबा होइन अनामिकाको है ए आया गुदामधुरा गएको पानी पायो त हजुर अनु घरमा होला पढ्दा होला छोरी यस्तो लाउनु पर्ने रहेछ छ त है बुई हामी चाहिँ यहाँ अहिले खासमा हाम्रो स्टुडेन्टकोमा आइपुग्यो है एकदम दामी फुलेको छ नि हेरलु बेगुनिया भन्छ होइन यसलाई के हुन्छ हौ बेगुनिया हामी खासमा हाम्रो स्टुडेन्टको घरमा आइपुगेको छौँ अलिकति गरिबमा पानी फेर जाने उनीहरू सरप्राइज है पढेछ नि हेर्नुहोस् खै कहाँ छ वेची पढ्दैछ होइन होला आहा लु अब यो त अब प्रिन्सिपललाई देखाउनु सर ल आज त तामसाङ भिजिट हो हाम्रो होइन सर तामसाङ भिजिट को पढेको छ को पढेको छैन म जुत्तासँग खै उयस पनि गरेन त अन्त भ्लगमा त गाउँ पर्ने छु उसले क्यान्सल फेरि स्टार्ट हाम्रो गन्तव्यतिर है तकरिबन हामीलाई आधी घन्टा लाग्यो म अब मेरो भ्युवर्सहरूलाई उयो देखाइदिनु पऱ्यो मेरो आमा पढेको स्कुल प्राइमेरी पढ्नु भएको अरे खै अब सानोमा कसरी चाहिँ त है यहाँ आफन्त दामी है के मजा जग्गा भने जस्तै डेकोरेसन चाहिँ यसलाई भन्छ नि डेकोरेसन किन खाँचो भन्दा सुन्दरता त्यो देख्नु त्यो हो नि त यो चाहिँ हो तामसाङको प्राइमेरी स्कुल र अब स्कुलको अवस्था चाहिँ के कसो छ त्यो चाहिँ थाहा भएन है अझै देखिँदैछ र यो प्राइमेरी स्कुलमा चाहिँ मेरो आमा पनि पढ्नु भएको र ग्राउन्डहरू डल्लै झारले यस्तो भएको रहेछ है हामी चाहिँ अहिले यो खासमलको बाटो तुरेर अब सायद यो उकालो चाहिँ लोरुङधुरा जान्छ अनि यो ओह्रालो चाहिँ कालधुरा गुदामधुरा जाने बाटो है यो चाहिँ एकदम पिच भएको रहेछ म अझै पिच बनाएको थिएँ अझै आउँदैछु अझै हिँड्दैछु चिप्लिएर लड्ला जस्तो भयो त सर हेर्दा यी बाटो हेर्दा है हामी चाहिँ प्रायः अब कालधुराको माथि माथि आइपुग्यो है कालधुरा होइन सर यो एकदमै कालधुराको माथि टपमा छु जुन है थाक्दै भए हुन्छ बाटो जता थाहा छ मलाई त थाहा छैन नि म त धेरै वर्ष अगाडि आएको हो भने धेरै वर्ष लोरुङधुराको हामी मन्दिर ल मन्दिरको दर्शन भयो त है एकदमै राम्रो भन्यो यो चाहिँ बाघधारा मन्दिर भन्दछ नि है पानी सुकेछ है यहाँ पानी आउँदै पानी चाहिँ सुकेछ तर पशुपति यात्रा शीतला व्यापार भनेको जस्तो भगवान्को बास गरेको जग्गाको अब दर्शन पाउनु त अब भाग्य हो यहाँ चाहिँ देवी भगवती माता मन्दिर पनि रहेछ कालधुरा एकदमै दामी गाउँ है समरको गाउँ सविता नाना यहीँ उयो भएको छ अझै घर बनिँदो रहेछ है के खानु अहिले होस् मजाको है एकदम धेरै बाटो कहाँ आए जस्तो लाग्यो त हौ घरहरू धेरै उयो भएछ बाटो पनि राम्रो भएछ अझै उता खासमाको बाटो राम्रो भयो भने त राम्रो हुन्छ यहाँ चाहिँ यहाँ बनिँदो रहेछ ठुलै बनिँदो रहेछ हिँड्दा हिँड्दा यहाँ भेटेँ नि त मैले एकदम खास मान्छे होइन यता खास मान्छे भेटेँ अब म देखाउँछु नि यहाँ भेटेँ नि त मैले बल्ल बल्ल यहाँ चाहिँ कवि
कवि साथी है हामी स्कुल पढ्दाको साथी र नाममा त सम्झनामा चाहिँ होइन लेख्छ नि साथी लेख्छ? अन्त कस्तो नै लेख्छ कवि तर साथीलाई मात्रै थाहा छ अरूलाई थाहा छैन अन्त गोलीको चाहिँ एकदमै हामी त हँसियाली होइन अब साथी यसो नि त अब पेले फुटबलकै पेले हुन्छ साथी चाहिँ कवि तर फुटबलको कवि क्या कस्तो मजाले गोलीलाई अब उसले लटाउँथ्यो भन्ने चाहिँ अब है कविले जसरी कविता कोर्छ त्यस्तै कोर्थ्यो नि उसले सेन्टरबाट गोल हाल्ने केटाहरू होइन र धेरै खेल्दैन राम्रो नि कहिले पसैलाई पल्टेन अब पल्टाइदिने मान्छे हो है चाहिँ बोलाएर के त गयो नि हौ जमाना जमाना अब बुढो भयो बुढो भएको छैन बुढो भएको छैन बुढो हुँदैन अहिले नि अब त गोली आयो दाहिने लाने कि देब्रे ल्याउने बिहा गऱ्यौ ले गरिन्छ त्यो भयो अनि एकजना छ त्यसो झन् बिहा गरेपछि झन् बुढो हुनु जिम्मेवारी बढेको छ होइन भन्छ बिहा गर्ने मान्छे झन् बुढो हुनु है झन् तन्दुरी घुम्नु पऱ्यो अन्त 40मा पनि 30कै उमेरको दिनुपर्छ अब हामी चाहिँ प्रायः आइपुग्यो है यो गुदाम देखिएको चाहिँ गुदामधुराको गुदाम भएको सिधै है गुदामले नै गुदामधुरा भनेर नाम सायद राखेको होला गुदाम त्यहाँ छ र नै अब अलिकालधुरा बाटो यस्तो छ हामी आइपुग्यौँ है एकदमै आइपुग्नु अऱ्यो सुखपूर्ण बाटोको अन्त चाहिँ यहीँसम्म रहेछ यहाँदेखि ओह्रालो चाहिँ जस्तो त्यस्तै रहेछ है ओह्रालो बन्नुपर्छ है केटा कता हौ आमा पोखरी साथी यो पोखरी सफा हुँदैन क्या हौ यो पोखरी गर्छ त है तर अहिले यहीँ उयो रहेछ नि त यो पानी मैला जाँदो रहेछ है र हाम्रो भेगमा चाहिँ एउटा तामसाङमा यो पोखरी छ भने एउटा लिङ्गे पोखरी छ है यहाँ चाहिँ यो पानी अहिले बर्खाले गर्दा सायद यहाँ केही कामहरू पनि भइरहेको छ है डान्स गरेर पनि निस्किँदैछु है अनि अब हामी चाहिँ हजुर हुन्छ अब हामी घरतिर लाँदैछु र मलाई यहाँ गुदामहरू आउँदाको सम्झना चाहिँ मलाई यो रुखमा थाहा छ देखाउँछु चाहिँ धेरै सम्झना थियो अम्बो यो रुख यही मात्रै थाहा थियो मलाई विशेष गरी कुन जग्गामा पो यो थापाधुरा हुन्छ यो तल चाहिँ सेम होला हौ है हलमा चाहिँ कार्य गरेको थियो है हामी चाहिँ अब जान्छु यताबाट अब हामी गुदामधुराबाट चाहिँ आफ्नो घरतर्फ प्रस्थान गरिरहेको छौँ अब हामी गइरहेछौँ है लाग्यो है सर अब बाटो छ हाम्रो यस्तो आज दिनले पनि पानी एकदम ठुलो त आइहालेको छैन तर शीतल चाहिँ भइरहेको छ यतिको पानी त ठिकै छ यो ठुलो आयो भने चाहिँ फेरि छात्रले पनि काम गर्दैन नि त हो हामीले अब साथीको घरबाट प्रस्थान लिइसकेको है दुःख सुख बात पनि गऱ्यौँ र अब म र रहिम सर बाई वाक जाँदैछौँ है घाम लागिरहेछ घाम लागिरहेछ अहिले पानी पनि पर्दैछ घाम लागिरहेछ दुइटै दिन चाहिँ तर जे राम्रो भइरहेछ भने यो बाटो चाहिँ आफ्टर कति साल भन्नु हौ आमा म त 20 वर्ष बाद होला हौ हिँडेको सायद अब एक्ज्याक्टली थाहा पनि छैन भा अझै पुरानो हो धेरै साल अघिदेखि हिँडेको है अन्त म चाहिँ अब 18 वर्षमा त पुग्दैछु तर नहिँडेको चाहिँ 20 वर्ष भयो त्यस्तो हो कुरा चाहिँ र हेर्दै गर्नुहोस् है आजको खालि वक भ्लग हो यो चाहिँ वक भ्लग होला एकदमै सर हामी कहाँ आइपुगेँ हामी एक्ज्याक्टली हातमाल मुनि खासमा मुनि यहाँ मन्दिर कहाँ पो छ यही माथि छ ए यहाँ माथि ए यस याता गएको नि यहाँ म यहाँ मन्दिर भाइचुङ बाबा घुमको यही मन्दिरमा सायद गुफा पर्छ होला हो यो माथिको हुनसक्छ दुइटामा यहाँ मन्दिरमा जो मोमा बस्छ नि पहिला अहिले थाहा छैन मोमा हुनुहुन्छ पहिला बहुत हुन्छ मोमा चाहिँ उता तामसाङको यहाँ हामी आफन्तै पर्छ माथि उता आउनुहुन्थ्यो नि त हो आउनु त हो यहाँ छ नि आज चाहिँ दुईवटा मन्दिर दर्शन भयो यहाँ माथि छ है मन्दिर छ नि त है पहिला आउँथ्यो नि हामी आउँथ्यो नि बुद्ध पूर्णिमातिर भित्र पसेर गुफा छ नि पस्यो नि अगाडि हौ
यता हेर्नु सर फोटो पनि खिचिदिइहाल्छु ल घन्टी बजाएको छ नि त रेडी गणपति बाबा यहाँ छ है साइड साइडमा यस्तो रुखहरू टक्कै बाटो यस्तो चिल्लो बाटो राम्रो टक्कै मन्दिर कति दामी हुन्छ है आज त यहाँ हो गेस्ट राम्रो नि वक वाक है बरु है हो नि होमस्टे हुन्छ यहाँबाट चाहिँ तपाईँको तमसङको चाहिँ सिमाना अन्तिम रहेछ यहाँबाट सायद यता चाहिँ अब लिङ्गे पऱ्यो है यहाँ सर जहाँ उप्नु भएको छ त्यो चाहिँ पऱ्यो लिङ्गे अब यो सिमाना यो लेखे यतापट्टि चाहिँ पऱ्यो तामसङ र हामी चाहिँ अब लिङ्गेमा प्रस्थान गर्दैछौँ र यो माथि टुक्रुङ खोला होइन के होइन हौ ए टुक्रुङ त पर छ त है यो सायद अब माथिको त्यही झोडी छोडीको पानी पनि होला नि तर अब बगेको पानी चाहिँ फिल्टर हुन्छ राम्रो छ भन्छ यही हो यहाँ कति दामी देख्छ यो पानीको लागि चाहिँ अब कस्तो चाहिँ झगडा हुन्छ आम्मामा कति जग्गा कति सुखा छ है हाम्रोमा चाहिँ है हामी चाहिँ प्रायः अब टुक्रुङ खोलाको फेदमा 20 मिनटमा आइपुगेछ भने यहाँ सरले चाहिँ पानी अम्लाको उयो गर्नु हुँदैछ है दबाई पानी अम्ला चाहिँ निकै रहेछ यहाँ है पहाडी दबाई डायबिटिसलाई बेस्ट हो नि त्यो बोट उयो भयो माथिबाट अलिक गहिरो बोटहरू छ बाहिर छ देख्नुभयो पानी त हुन्छ सर भएको किन यहाँ त रहेछ त खै खोज्यो भने बोटै तानिन्छ टिका लु ए यो चाहिँ अर्ग्यानिक एकदम प्योर जङ्गलको मलले उयो भएको है मेडिसिन पहिला खाइन्थ्यो बनमुला खाएको है यो चाहिँ तपाईँको टुक्रुङ खोलाको अब फेदै भनौँ न हामी मुनिपट्टि मुनिलो तहमा आइपुगे जानुहोस् न अन्त एउटा खोलाको फेरि रहेछ यता मजा गयो दामी आयो जलाको काठहरू पनि रहेछ यहाँ ज्यादा होइन हामीले एक दुईवटा ज्यादा चाहिँ गऱ्यौँ है तपाईँले अब अझै सर यसलाई नि हामी त पहिला त यसरी खान्थ्यो यसरी पुछेर धुन्थेन नि त पहिला चाहिँ हामीले अब हुनु पनि जङ्गल दामी 2000 कति वर्ष बाद भयो यहाँ 2025 को यो पनि खायो है पानी अम्ला भन्छ हामी त कति वर्ष बाद यसले चाहिँ खाइन्छ यस्तो यसले थुप्रै बिमार जान्थ्यो एउटा सुगर जाति हुन्छ अरू चाहिँ उयो पनि भन्थ्यो तुरतुरी लाग्छ नि पहिलाको त सानोतिर पिसाब रोक्नु नसक्ने त्यो कटुतिर अब गरी पठाउने त्यो पनि रोक्ने काम गर्छ भन्थ्यो अब सानोमा त्यसै भन्थ्यो अब होला नि कतिको काम के हो तर जे होस् हामी 90s को हाले चाहिँ जङ्गलको बनमुला वन सुपारी यो अब पानी अम्ला तेल भाबी अब त्यस्तो त्यसरी खाएको छु र चाहिँ अलिकति त्यो अलिकति काहीँ न काहीँ छ प्रायः प्रायः अब यस्तो हिट्टीहरू पनि गाउँघरमा मात्रै सीमित रहे बजारतिर त अब तुरिसक्यो हो एकदम सफा पानीहरू है अब कहाँ उम्रेर पानी आएको एकदम जङ्गलको नेचुरल उम्रेको पानी हो होइन हामी चाहिँ तिलकधुरा आइपुगे सुशान्त भाइको घर यो अहिले पनि हामी सोनु भाइको घर तिलकधुरामा एकछिन बिसाउनु आइपुगेको छु एकदम गरम म स्वेटर उयो पनि खोलेँ मैले त यस पनि एकछिन खोल्छु गरममा त्यो साथी चाहिँ कहाँ टिचिङ गर्छ को चाहिँ नेपालीको टाइपिङ गर्छ हामी चाहिँ सोनु भाइकोबाट पनि निस्किसक्यो भने हामी अब तिलकधुरा
माई छाउछाउनु चाहिँ है रोडमा त्यहाँबाट एउटा चिज देखाल्नु पऱ्यो पहिला चाहिँ एकदमै लिङ्गेको एकदमै फेमस पोखरी है लिङ्गे पोखरी यहाँ लिङ्गेकै साथीहरूको थुप्रै साथीहरूको भ्लगतिर पनि तपाईँले हेर्नु सक्नुपर्छ है र पानी फेरि सिमसिम सुरु भयो हामी चाहिँ लाग्दैछौँ अहिले चाहिँ हामी मेन मान्छे घाटमा चाहिँ नमस्ते आन्टी खै टोनिदा तल जाने सिधै यतै पठायो है अङ्कल चन्दा उठाउनु आएको चन्दा गुम्बा या आज त लाइभ हेर्दैन हामी पनि के कसो रहेछ जिन्दगानी हामी आफ्नै मान्छे हो न बुक कति लाइभ हेर्नु हामी कति मात्रै हेर्नु फेसबुकतिर मात्रै आज त घरमै हेरिदिउँ न कस्तो हुँदो रहेछ त्यो बडीहरू नेचुरल हो कि फेक हो रेकर्डेड हो एकदम अन्त रेकर्डेड हो कि होइन हेर्दैछु नि त मैले हो रेकर्डेड हो नि अन्त त लागि चाहिँ लिभिङ एक्जाम्पल हो इन्सपिरेसन पाउँछ यो चाहिँ हामीलाई पनि हुन त म सक्दिनँ है तपाईँले इन्सपायर उहाँले गर्नु सक्छ मतलब अहिलेको युथहरूलाई चाहिँ एउटा होइन मैले गर्नु सक्ने भन्ने कुराहरू अन्त अरूले गर्न सक्दिनँ भन्नु चाहिँ अलिकति कुरी लाग्छ मलाई त घरिघरि क्या मलाई मैले भने चाहिँ अब एउटा इन्सपिरेसन हो त है कसरी डर लाग्दो कमसेकम फोन त गर्नुपर्छ म प्रिपेयर बस्थेँ हुँदैन त्यस्तो मेरो कहिले मेरोमा बनावटी केही हुँदैन हो र मेरो बनावटी के वान टेक एकदम ठिकै छ कुन चाहिँ होइन बनिँदैछ अहिले रिपेयर हुँदैछ सानो ठाउँमा ठुलो आइडिया छ है हो त होइन सानो ठाउँमा ठुलो आइडिया होइन त एकदमै जरुरी परिरहेको थियो कि अन्त त्यो भएर चाहिँ अब यस्तै के गर्नु भएको अहिले फिलहाल त्यही हो टेबलहरू छ धेरै राम्रो अनि लामो गफ भयो हाम्रो टोनी दासँग है र 4 वर्ष बाद भेट भयो कुन्दालाई 4 वर्ष 4 बजिसक्यो बिहानै निस्केको घर चाहिँ पुगाइ भएको छैन र जाइँदैछ बिस्तारै उकालो उकाल छ अब हामीले अर्ग्यानिक सब्जी पनि पाएको छु हामीले एकदम घरमै फलेको मैले किन बी भनेको चाहिँ अब इट्स अ मिस्ट्री है कति बिही भन्छ बिही मनपर्छ मिठो हुन्छ नि करेला जति तितो हुँदैन नि त हामी चाहिँ रामगोलाई यहाँदेखि लम्बाधुरा जाने बाटो आइपुग्यौँ है यताबाट लम्बाधुरा भरि तामसाङ र यो उकालो 20 मिनट लाग्यो आइपुग्नु यहाँबाट फेरि जान्छ उकालो माथिनिर जहाँ बाँदरहरू उयो भइरहेको छ ठिक त्यसको मुनि पुग्नुपर्ने छ र चाहिँ त्यो बाटो ओह्रालो हुँदै त्यो बाटो ओह्रालो हुँदै टुक्रुङ खोला भएर एकदम पर तपाईँको खासमल हुँदै परनिर त्यो लोरुङ धुराको मुनि हुँदै यस्तो सिधै आएर त्यो तल गुदाम भागमा पुगेर फेरि त्यो तेर्सो आएर त्यो मन्दिर हो मन्दिरको मुनि यो मुनि रोड जुन छ यो रोड भएर सिधै घुम्दै आएर चाहिँ यता एकदम राउन्ड घुमेर चाहिँ हामी यो उकालो आइपुगेर चाहिँ अहिले हामी यहाँ यसगोलाईको टाउमा आइपुगेको छु र हामीलाई जाँदाखेरि चाहिँ 1 घन्टा लागेको थियो भने आउँदाखेरि चाहिँ 1 घन्टा अलिक ज्यादै लाग्यो र यो उकालो आएको छ अब यो उकालो गएर चाहिँ हामी आफ्नो घर पुग्ने हो
एकदमै अहिले भने चाहिँ गलेको महसुस भयो भने तैपनि हामी बिचमा तल सोनु भएर टोनी दाइकोमा एकछिन बिसायौँ है र बिसाएर पनि उकालो हिँड्ने बानी विशेष हामीसँग अहिले कम्ती हिँडिन्छ किनभने धेरै सुविधा भएको कारणले गाडीको व्यवस्था एकदमै राम्रो है त्यो कारणले हामी हिँड्नु छोडेका छौँ र आज अचानक यसरी हिँड्दाखेरि चाहिँ थाक चाहिँ निकै थाक्यो भने आज थाक्नु थाकिरहन्छ होइन तर जे होस् मजा पनि भयो एउटा हिँड्दाखेरि चाहिँ त्यो हिँड्दाखेरि चाहिँ मेन के हुन्छ भने बाटो देख्छ घाटो देख्छ घर अब मान्छे भेट्छ त्यो सबै कुरा याद हुन्छ नि त गाडीमा त सही गयो ठाउँ मात्रै याद हुन्छ गाडीमा चाहिँ टक्कै चढेको जग्गा याद हुन्छ त्यो सिधै झरेको जग्गा त्यो मेमोरीबाट हटिहाल्छ क्या अब अहिले त आउँदाखेरि अब कहाँ के थियो मन्दिर कहाँ थियो कहाँ के पहिरो गएको थियो बाटोमा पानी अम्ला खानु सानो त्यो कुराहरू चाहिँ आजको भयो त्यो बाटो पनि त्यस्तै भयो नि त है लाग्यो लाग्दैन अब त गाइस अब चाहिँ पुगिन्छ है घर यहाँमा चाहिँ मेरो हाई स्कुल देखिन्छ ब्याक साइड है र हामी यहाँ हिँड्दैछौँ बाटो चाहिँ यस्तो छ अब यो तेस्रो पनि पुगिन्छ तर म यता गुम्बा भएर जान्छु यहाँ रुटै रुट यहाँबाट त 10 मिनट अहिले चाहिँ म रेमसरलाई छोडेर आफ्नो घरतर्फ जाँदैछु है र अहिले प्राय 5 बज्यो र आजको दिन चाहिँ है यसरी बित्यो र हुनसक्छ आजको ब्लग तपाईँहरूलाई त्यस्तो मनपर्छ मन पर्दैन है तै पनि अब कमेन्ट गर्नु नभुल्नु होला है मेरो नयाँ भ्युअर्सहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई र मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनुहोस् है र दिन मान्छे यस्तै हो कोही बेला ढिलो छिटो यस्तै बित्दै गरेको हुन्छ आज सबैलाई यो चाहिँ हाम्रो गाउँको मोस्ट ह्यान्डसम गर्लहरू एकदमै ब्युटिफुल गर्लहरू हाम्रो गाउँको है गुड आफ्टरनुन गुड इभिनिङ हाम्रो दादाको च्यानललाई सपोर्ट गरिदिनु होला यति त्यति रामी चाहिँ कसरी भयो जर्सीमा ओ फोटो खिचिदिन्छु बस ल वेलकम ब्याक और वेलकम टु अनुज दादा's vlog खै कहाँ गयो ए नकली रेडी भाइ यस गर्देऊ यस गर्दै रेडी भाइ यो केटीहरू चाहिँ हाफ एन्ड गर्ल हो ग्याङको नाम हाफ एन्ड ग्याङ पहिला मेरो नाम अहिले लिडरले हाफ एन्ड छोडेको छ अरू अहिले तिमी चाहिँ टाउकोमै देखाएको यत्रोबाटै रेडी 1 भाइ रेडी 1 2 3 दामी आयो त मेरो राम्रो बहिनीहरू है एकदम ल भेरी गुड ए बल्ल बल्ल देख्यो है कसरी ल भन्दै भाइ भिडियो मन्डे एक्जाममा यही लेख्छ पागल हो मन्डे एक्जाममा पागल हो मन्डे एक्जाममा त घुम्दैछ छैन यो भ्लग त ट्युसनबाट आएको सरबाट कुनै यो भ्लग त यसै फेरि सरहरूले हेर्छ ल के गर्छ र साथीहरू म चाहिँ अब घर आइपुगेँ है र आजको यो छोटो भ्लग र यहाँ अन्त गर्न गइरहेको छु र तपाईँलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला है अनि धेरै दिन बाद धेरै बाटो लामो यात्रा भनौँ न निकै हिँड्यो है गुम्बा गएर गुम्बाबाट टुक्रुङ यता खासमल हुँदै लरुङधुरा है कालधुरा हुँदै गुदामधुरा र गुदामधुराबाट फेरि मुनि रोड लिङ्गेको तिलकधुरा वटे हुँदै उकालो सिधै आएर यसको लागि हुँदै आएर घर आइपुगेको छु र हिँड्नु मजा आउँछ है किनभने स्वास्थ्य नै धन हो नि त हामी यति साह्रो मतलब हामी यति साह्रो सुविधामा हामी यति साह्रो ह्याबिट भइसकेको छ हामीलाई आदत भइसकेको छ हामी धेरै नै अल्छी नै भएको छौँ है र स्वास्थ्यको लागि कहिलेकाहीँ हिँड्नु जरुरी पर्छ भन्ने कुरोलाई आत्मसात गरेर सँगै अब कहिलेकाहीँ यसरी हिँड्नु पनि पर्छ आफ्नै निम्ति है र थाक्छ गल्छ
त्यो अब शारीरिक रूपमा हुने कुरा हो, तर विशेष गरी एउटा शुद्ध हावा, शुद्ध वातावरण, शुद्ध इन्भाइरोमेन्टमा पनि आज एउटा रम्ने मौका पाएँ भन्दै है। र आजको यो ब्लग यहीँ अन्त गर्न गइरहेको छु र साथीहरू भेटौँ अब नेक्स्ट ब्लगमा। बाई।